न्यानो अभिवादन। लालीगुराँसको चिया पिउँदैछु। हजुरहरूले पिउनु भएको छ कि नै कमेन्टमा बताउनुहोस् होला र कस्तो स्वाद हुन्छ भन्नुहोस् है। चिया बनाउनलाई चाहिँ लालीगुराँसको यो पत्ताहरूलाई चाहिँ 4-5 पटक मजाले धोएर पखालेर सफा गर्नुपर्छ। यो डन्ठाहरू पनि सबै फाल्नुपर्छ। अनि चिया पकाउनलाई 2 कप पानी लिने र 3 पत्ता मात्रै लिएर चाहिँ 5 मिनेट जति मजाले उमाल्दिने बिर्को हालेर। त्यसपछि उम्लिसकेपछि यति मजाको रातो रातो पिङ्क पिङ्क कलर चाहिँ निस्किन्छ। यो चियाले चाहिँ तपाईको हाई ब्लड प्रेसर हुनेहरूको लागि एकदमै फाइदा गर्छ। ब्लड सर्कुलेसन राम्रो गर्छ, मुटुलाई राम्रो गर्छ, स्वर बसेको छ भने स्वर खुलाउनलाई मद्दत गर्छ। साथै विभिन्न किसिमका स्ट्रेस हर्मोनहरूलाई पनि ब्यालेन्स गर्न मद्दत गर्छ। हाम्रो राष्ट्रिय फूल लालीगुराँसले। हजुरले चाहिँ लालीगुराँसको फूलको के परिकार बनाएर खानु भएको छ अहिलेसम्म कमेन्टमा बताउनुहोस् होला। चियासँग चाहिँ लास्टमा यो फूललाई पनि मजाले चबाएर खानुहोस् होला है। लालीगुराँसको सिजन पनि अहिले सुरु हुँदैछ। लालीगुराँस आएको छ भने चिया पक्कै बनाएर खानुहोस् होला।